हरिओम, राधेश्याम, राधे राधे सम्पूर्णमा हामी ओम संस्कृति संरक्षण नेपाल संस्थाद्वारा यो साँखु पाल्लुबारीमा रहेको हरिहर मन्दिरको दर्शनको साथसाथै भजन कीर्तन र सत्संग गर्नको लागि हामी आज एकादशी यो 2082 साल मङ्सिर महिनाको 29 गते सोमबारको दिन सफलता एकादशीको दिन हामी हरिहर मन्दिरमा गएर भजन कीर्तन सत्संग गरेर फर्किँदैछौँ। त्यही क्रममा चाहिँ यहाँ उपस्थित हुनुहुने सम्पूर्ण भगवानका भक्तजनहरूसँग उहाँहरूलाई आजको दिन कस्तो लागिरहेछ एकदम सर्टकटमा जानकारी लिन खोजिरहेको छु। त्योभन्दा अगाडि हाम्रो ओम संस्कृति संरक्षण नेपाल संस्थाका संरक्षक आचार्य पण्डित रामभरी अधिकारी गुरुदेव बाट म यसलाई अगाडि बढाउन चाहन्छु। राधे राधे गुरु। अनि हजुरलाई आजको कार्यक्रम कस्तो लाग्यो, कस्तो भयो? आजको कार्यक्रम एकदम भव्य भयो, सभ्य भयो, रमाइलो भयो। सम्पूर्ण भगवानका भक्तहरूको साथमा यो दिव्य धाममा आएर सत्संग भजन कीर्तन गर्ने जुन अवसर पनि प्राप्त भयो, त्यसैले सबै भगवान भक्तहरूलाई धन्यवाद व्यक्त गर्दै फेरि पनि आगामी समयमा यस्तै प्रकारको सत्संगलाई प्राप्त हुनेछ, भगवानको महिमाहरू श्रवण गर्न पाउनेछ भन्ने आशा राखेको छु। जय श्री राम। हस्, धन्यवाद। अब त्यस्तै गरेर हाम्रो सरस्वती बराल दिदी हुनुहुन्छ। तपाईँलाई कस्तो लाग्यो दिदी? एकदम धेरै रमाइलो, सबैसँग आज धेरै दिनमा प्रचेष्टसँग हिँडेँ, खुसी लागिरहेको। यस्तै मौका मिलोस्। धेरै हजुर धन्यवाद दिदी। अनि यहाँ तपाईँलाई कस्तो लागिरहेछ? नारायण, मलाई पनि एकदम खुसी लागेको छ। गुरुको साथमा हजुरहरूसँग सबैसँग भजन गाउँदै गुरुको वर्णन सुन्दा आनन्द आउँछ, एकदम खुसी लाग्यो। हस्, धन्यवाद। अनि यता हाम्रो अर्को दिदी हुनुहुन्छ। रमाइलो भयो, सबैजना गुरु सबै भयो होइन, रमाइलो भयो। हजुर धन्यवाद दिदी। अनि हाम्रो ईश्वरी बहिनी हामी चाहिँ यो संस्थाको हाम्रो कमिटी सदस्य नै हुनुहुन्छ। ओम संस्कृत संरक्षण नेपालको यो संस्थाबाट चाहिँ हामी विभिन्न ठाउँमा हाम्रो एकादशीमा भजन कीर्तन गर्ने क्रममा चाहिँ आज चाहिँ हामी साँखुको पाल्लोबारीमा हरिहर भगवानको मन्दिरमा आएर भजन कीर्तन गरेर अनि गुरुको अमृतमय वाणी सुनेर कथा सुनेर सबैजना खुसी भएर अब अहिले घर फर्किँदैछौँ। एकदम सबैलाई राधे राधे, एकदम खुसी लाग्यो दिदी। ल, धन्यवाद छ। त्यस्तै गरेर हाम्रो यता उमा महर्जन दिदी उमा के अरे राज भण्डारी। एकदम खुसी हामी त जहाँ गए पनि यत्तिकै खुसी भएर आइन्छ होइन। आज झन् खुसी। हजुर गुरुले सुनाउनु भएको सबै कति कति रमाइलो छ भनि साथै नआएला गुरुको त एकदम रमाइलो लाग्यो। राधेश्याम दिदी आफै पनि रमाइली मान्छे हुनुहुन्छ, त्यही भएर हो जहाँ गयो नि रमाइलो मलाई। अनि हाम्रो यता दिदीलाई कस्तो लागिरहेछ? नमस्कार, मेरो नाम तारा पण्डित हो। मलाई चाहिँ साह्रै रमाइलो लागेको छ। आज म यो ठाउँमा चाहिँ पहिलोचोटि आउँदैछु। सबैजनासित पाइलाबाट आएको ईश्वरी दिदीको मार्फतबाट सबैको रमाइलो गरेर आइएको छ। मलाई चाहिँ हाम्रो यो नेपालको आफ्नो धर्म संस्कृति जोगाउन पाउनु र हिँड्न पाउने यस्तो ठाउँमा हिँड्न पाउँदा धेरै खुसी लागेको छ। सबैजनाले आफ्नो धर्मको जयर्ना गर्नु होला। सबैजनाले यसै गरी सबै आफ्नो मठ मन्दिर आफ्नो संस्कार फेरि पनि नबिर्सिनु होला, आफ्नो संस्कार जोगाउनु होला। हाम्रो यो हिन्दू राष्ट्र कायम गर्ने आग्रह गर्दै बिदा हुँ। ल, धेरै धन्यवाद छ। तपाईँको जस्तो भाव सबैमा लागोस्, मन सबैको लागोस्। ल, अनि यता दाइलाई एकदम रमाइलो राम्रो सधैँभरि भक्तिमै मन लाग्यो सबैजना। ल, धन्यवाद। अब यहाँ गाडी सवार गरेर हामीलाई यात्रा गराइराख्नु भएको छ, उहाँसँग मैले लिन चाहिनँ। अनि हाम्रो यहाँ दुईजना हुनुहुन्छ। अनि हजुरलाई कस्तो लाग्यो नि? नमस्ते, मेरो नाम दुर्गा सुनेली र म सीतापाइलाबाट आएको। र यसरी अब यो नयाँ ठाउँमा आउनु पाइयो होइन। यसरी अब साँखुको बालुबारीमा आएर होइन यसरी एकादशीमा सबैलाई सुन्न पाइयो होइन, पाइयो, धेरै खुसी लाग्यो। र यो ल्याउने टोली र ल्याउनेलाई चाहिँ धेरै धन्यवाद दिन चाहन्छु। यसै गरी पछि पनि यसरी अब होइन यसो साथीहरूसँग रमाउन पाइन्छ। ल, धन्यवाद छ। अनि हजुरलाई नमस्ते, राधे राधे। म सीतापाइलाबाट राधा अधिकारी। आज भजन कीर्तन हेर्नु पाइयो। हस्, धन्यवाद। हाम्रो यहाँ भाइ सहयोगी भाइ हुनुहुन्छ।
ज्ञानी भाइ हुनुहुँदो रहेछ अनि ल यता अनि हजुरहरूलाई हामी पनि रमाइलो धेरै कार्यक्रममा हामी सहभागी भइसक्यौँ हामी त यसै खुसी छौँ हजुरको कार्यक्रममा पनि धेरै धेरै सहभागी हुन पाइयोस् हजुरलाई धेरै धेरै यो अवसर भगवान्ले जुटाइरहनु म त कतिचोटि भइसक्यो 8-9 चोटि भयो हो अनि यता हाम्रो बहिनीहरू दुईजना मलाई त हजुर हिँड्नलाई कति रमाइलो लागिरहेको धेरैचोटि भयो अब हिँड्न बानी भयो तिमीसँग यहाँ घर आउँदाखेरि पनि देखिँदैन अहिले चाहिँ एकदम रमाइलो लाग्यो फेरि फेरि हिँड्न पाइयोस् ल धन्यवाद बहिनी यता अम्बिका बहिनी जय श्रीमन नारायण बिजुहरूसँग यात्रा दोस्रो पटक एकदमै रमाइलो अनुभव भइरहेको ल खुसी हुनुहुन्छ छ एकदम धन्यवाद छ अनि त्यस्तै गरेर यता दिदीहरू एकदम रमाइलो भयो खुसी लाग्यो एकादशी दिन आज सधैँभरि यस्तै भइरहोस् सहभागी हुन पाइयो धन्यवाद छ दिदी अनि तपाईँलाई धेरै रमाइलो एकदम यसो गरी हिँड्न पाइयो हजुर हस् धन्यवाद अनि हाम्रो यहाँ दिदीहरू दुईजना राते धेरै रमाइलो भयो यसरी सधैँ भक्तजनसँग यसरी हिँड्न पाइयोस् साह्रै रमाइलो रमाइलो भयो ल हस् धेरै धेरै धन्यवाद छ अनि यता जानुका दिदी भगवान दिदी सधैँभरि हिँड्न पाइयोस् सधैँभरि यस्तै गरी रमाइलो होस् हजुर ल साथ एकअर्काको साथ कहिले नछुटोस् हाम्रो दिदीको साथ पाइयोस् ल भगवान्ले बोलाउनु भयो हजुर मन खुसी भएको छ भगवान्ले बोलाउनु भयो यसमा अर्को साल पनि जुर्यो भने भगवान्ले बोलाउनु छ कि खुसी छ ल हस् ल धेरै धेरै धन्यवाद छ अनि यता हाम्रो रामप्यारीको खुट्टा चाहिँ हटाउनु कति रमाइलो भयो नि अब आफ्नो माइती गाउँमा आएको कति रमाइलो सम्पूर्ण भौतहरूले चाहिँ नि ठुलो मन गरेर म 70 वर्ष बुढीले पनि आज चाहिँ भगवानको थाना ल्याउनु भयो धन्य धन्य छ भगवान नारायण नारायण हजुरलाई भयो अनि यता अब संस्थाको कोषाध्यक्ष हुनुहुन्छ अनि दिदी कविता सुनाउनु भयो दिदीले त झन् होइन हजुर हस् नौलो नौलो ठाउँमा जान पाइयो सौखी दिनु भगवान्ले सबैलाई हस् ल धन्यवाद दिदी अब यता दुईजना आजको भजन कीर्तनले मनै आनन्द भयो यस्तै सधैँ हिँड्न पाइयो दिदीबहिनी सँगसँगै भएर घरै छोड्नु न हौ भजन कीर्तन ल सिद्धि एकैचोटि भने हो हो हाम्रा यहाँ दिदीबहिनीहरू दुईजना के अरे शरीर दुईवटा छ मन एउटै छ मुख एउटै छ त्यही भएर एकैचोटिमा सक्दिनु भएको छ ल हामी यहाँ सबैजना यसरी बसेका छौँ ल एकचोटि ल त जय जयकार लगाउनु सबैजनाले जय जयकार लगाउने चाहिँ ईश्वरी बुढा छ कि बहिनी हुनुहुन्छ है